चाहिँ हाम्रो लुम्बूहरूको सिलाङ सागमा पनि राखेको छ लो है। कसरी गोटा पर्यो हो यो सिलाङ सागमा? कसरी भन्नुहोस् न त, ठुलो सानो कति कति? 50 रुपियाँ गोटा। ठुलोको चाहिँ कति हो त? ए ल है ल ल ल राख्नुहोस् है यस्तोहरू त। यहाँ चाहिँ बिजनबारीको गोर्खे हाटमा है आज अलिकति यसो हजुर अर्ग्यानिक चिजहरू मात्रै पाउँछ यहाँ चाहिँ बिजनबारीको गोर्खे हाट। आफ्नो पनि अहिले मिरिक, दार्जिलिङ, खरसाङ, कालिम्पोङ होला र बिजनबारी यहाँ चाहिँ तपाईँको गोर्खे हाट सुरु भएको छ र आउनुहोस् तपाईँहरू पनि है यहाँनिर। मेन कुरो त मैले किन रोजेको चाहिँ हामी चाहिँ सुब्बाहरू हो, हाम्रो सिलाङ सागमा यसरी राखेका छौँ। यहाँ दाजुले राख्नुहुँदो रहेछ है। ल दाजु यसरी राख्नुहोस् है, हरेक उयसमा माथि दार्जिलिङहरूतिर पनि हाटतिर लगेर जानुहोस् गोर्खे हाटमा हो, यसरी हाम्रो फैलाउनु पर्छ। मैले यस्तो कति खोजेर पाउँदैन हत क्या मेरो माथि घुम तपाईँको त गान्धी रोड पर्छ नि। म आङदेबे हो। हजुर हजुर सम्बाम्बे ए तपाईँको यहीँ हो। लु है यसरी ल्याउनुहोस् है।